जय मसीह अनि नमस्ते प्रिय साथी। सधैँ म बिहानको समयमा प्रभुको वचन लिएर आइसकेको छु। हाम्रो क्रिस्चियन जीवनको सुरुवात जहिले पनि प्रभुको वचनबाट गर्नेछौँ र आउनुहोस् आजको दिनको सुरुवात पनि प्रभुको वचनबाट गर्नेछौँ। र आजको वचनको खण्ड रहेको छ मत्तीको सुसमाचार त्यसको 5 अध्यायको 13 पद। यहाँ यस्तो लेखेको छ, तिमीहरू पृथ्वीका नुन हौ, तर नुनको स्वाद गयो भने त्यो केले फेरि नुनिलो पारिने? त्यो त बाहिर फालिन र मानिसका खुट्टाले कुल्चन बाहेक अरू केही कामको हुँदैन। प्रिय साथी, येशूले यस पदमा हामीलाई नुनसँग तुलना गर्नुभएको छ। नुन सानो देखिए तापनि यसको मूल्य ठूलो छ। यसैमा हाम्रो आत्मिक जीवनको गहिरो शिक्षा पनि लुकेको छ। पहिलो कुरा चाहिँ नुनले स्वाद ल्याउँछ। जस्तै नुनले भोजनलाई स्वादिलो बनाउँछ, होइन र? त्यसरी नै विश्वासिलो जीवनले पनि संसारमा परमेश्वरको प्रेम र सत्यतालाई प्रकट गर्छ। हाम्रो बोली, व्यवहार र सेवा कार्यले अरूलाई ख्रीष्टतर्फ आकर्षित गर्नुपर्छ। दोस्रो कुरा चाहिँ नुनले जहिले पनि सुरक्षित राख्ने काम गर्छ। पुरानो समयमा नुनलाई खाना बिग्रन नदिने संरक्षणको साधनको रूपमा प्रयोग गरिन्थ्यो। त्यसै गरी साथीहरू, ख्रीष्टमा हामी संसारलाई नैतिक र आत्मिक रूपमा बिग्रन नदिने प्रभाव बोक्नुपर्छ। हाम्रो उपस्थितिले समाजमा शान्ति, न्याय र पवित्रताको सुवासना ल्याउनुपर्छ। अनि तेस्रो कुरा चाहिँ नुन उपयोगी रहन नुनिलो हुनुपर्छ। यो चाहिँ सबैभन्दा महत्त्वपूर्ण छ जस्तो लाग्छ। यदि नुनको नुनिलो स्वाद हरायो भने त्यसको कुनै अर्थ हुँदैन। त्यसरी नै हो साथी, यदि विश्वासिलो जीवनमा ख्रीष्टको चरित्र र आत्माको फल छैन भने हाम्रो जीवन व्यर्थ हुनेछ। यस पदले हामीलाई चेतावनी पनि दिएको छ, हाम्रो आत्मिक स्वाद नगुम्न नदिनका लागि निरन्तर येशूसँग जोडिनुपर्छ। प्रार्थना, वचन अध्ययन, आत्माको अगुवाईमा चल्दा मात्र हाम्रो जीवन नुनिलो रहन्छ। यसरी प्रिय साथीहरू, येशूले हामीलाई संसारमा आशिष र प्रभाव बोक्ने नुन बनाउनु भएको छ। त्यसरी जहाँ भए पनि हाम्रो बोली, व्यवहार र प्रेमले अरूलाई ख्रीष्टतर्फ तान्ने काम गरौँ अनि हाम्रो जीवन सधैँ उपयोगी, नुनिलो र परमेश्वरको महिमाको लागि चम्किरहोस्। आमेन।